हेलो वेलकम टु माई भिडियो। हजुर सबै नयाँ भिडियोमा स्वागत छ। आज धेरै दिनपछि भिडियो बनाउँदैछौँ। अब हामी त्यो भटमास काट्नु गएको, भटमास काटेको कति छैन, पाक्न आएको थियो। अब पाकेको हामी चाहिँ जाँदैछौँ। यहाँनिर चाहिँ अस्ति हाम्रो पहिरो गएको थियो, यहाँबाट चाहिँ पहिरो गएको थियो। ऊ माथिबाट चाहिँ हाम्रो चाहिँ अलैँची बारीबाट सोरेर आएको थियो। अनि यहाँ बाटो पुरै ब्लक भएको थियो। बाँस चाहिँ यत्तिको भइसकेको छ। चाहिँ हाम्रो अस्ति भर्खर रोपेको अलैँची बारी हो। यहाँ चाहिँ अलैँची हामीले रोपेको थियौँ अस्ति। अनि यहाँ भेल पहिरो आएर अलिअलि यहाँ भुइँको चाहिँ नकाट्ने भन्यो, नकाटेको अलैँची सुक्छ भन्नुभयो। अनि अब अलिक राम्रो अलैँची मजाले आएपछि भुइँको काट्नुपर्छ। तलदेखि भटमास चाहिँ माथिसम्म छ, माथि फेरि नलडिहाल्नु न। ए ए ए ए बिस्तारी हात काट्दै पट्टेको पुर्काउँदैछ। हामी चाहिँ अब भटमास काट्नेतिर लाग्नुपर्ने हुन्छ। यहाँ चाहिँ धेरै झोडी छ, परदेखि होला, परदेखि काट्नुपर्ने। हामी चाहिँ अब भटमास काट्नुपर्ने हुन्छ चट्टा लाएर। दिदीले उताबाट काट्दै ल्याउनुहुन्छ, म यताबाट काट्दै लान्छु। फल्छ कतिहरू हेर्नु सक्नुहुन्छ हाम्रोमा भटमास। तपाईँहरूले भटमास भुटेर पनि खान सक्नुहुन्छ, किनेमा पनि खान सक्नुहुन्छ। जुत्ता काट्नेतिर लाग्छौँ, काट्छौँ, त्यस पछाडि भारी लगाएर ओसार्नु पर्ने हुन्छ। काट्न जाउँ भनेर आएको, कहिले नकाटेको रमाइलो हुन्छ भनेर आएको। के गाह्रो काम रहेछ यहाँ, चिलेर घोचेर पिल्सेर उछिटेर लडेर, कति बिल्डिङ लडेर मात्रै काट्नु पाउँदो रहेछ। ज्याकेट लाउनु पर्थ्यो नि त। अनि अघि बुद्धि सिकाउँदैन घरमा चाहिँ ज्याकेट भनेर। अनि अहिले चाहिँ ठिक्कै पारि सधैँ ज्याकेट लाउँछु, घाँसमा जाँदा पनि ज्याकेट लाउँछु। त्यसरी म चाहिँ सधैँ ज्याकेट लाउने भएर म चाहिँ जाँदा ज्याकेट लाउँछु। त्यही भएर लाएँ। अनि मैले चाहिँ बिर्सेछु दिदीलाई चाहिँ सम्झाउनु। यहाँ काका आउनु भएछ। खै काका झोला देखाउनु न, कति राम्रो सेली फिर्ने झोलामा। झोला देखाउनु न, कति उल्टो भएछ हौ झोला। हामीले यति भराइसकेको छौँ। अनि हामी चाहिँ यहाँ एक डोकोमा उठ्छ भनेर आएको, एक गरामा एक डोको भइसक्यो। अब के गर्ने, यस्तो फलेको छ। मलाई चाहिँ नि यस्तो छ, यहाँ हेर्नु सक्नुहुन्छ होइन। यसमा तपाईँहरूले पात भन्ने कुरा देख्नु भएको छ? किनभने पात पहिल्यै झरिसक्यो। अनि पात झरिसक्यो रहेको छ, फलेको चाहिँ यस्तो फलिदिन्छ भटमासले। अगाडि पहिरो गएर लगेर पनि बचेछ है, बचेछ होइन। लागेको चाहिँ अब हँसिया त्यस्तै हो। सक्नुहुन्छ पात चाहिँ अलिअलि मात्रै छ, यो चाहिँ दाना मात्रै छ, पाक्न आँटेको। अस्ति यहाँ पहिरो गएछ, भित्ताको सबै झरेको छ, यहाँको पनि झरेको छ, माथि पनि झरेको छ, भित्ता चाहिँ सबै झरेको छ। अनि भटमास चाहिँ बचेछ, सुकिसकेको छ। यतिकै चाहिँ हुनुपर्ने नि। किनीमा खान मनपर्छ भने किनीमा खानु होला। म चाहिँ त्यो कन्ती भातदेखि मन पर्दिनँ। यता हाम्रो मिस्टरले चाहिँ एकदम मन पराएर सर्ल्याम पार्नुहुन्छ। अरे यस्तो खालको चिज भटमास चाहिन्छ भने चाहिँ हामीले सम्पर्क गर्नु होला। यहाँ चाहिँ हाम्रो एक डोको भइसकेको छ, 2 घरमा। 7 घर छ। अब 7 घर छ, गाई छैन। म चाहिँ अब यो बोकेर जानुपर्ने हुन्छ। यसलाई खानुलाई निकै मुस्किल छ साथीहरू। हेर्नु रोप्नु पर्यो, यत्रो दाना छ, यसले त रुवाउँछ। रुवाउँदैछ यो यस्तो घाम, यस्तो तिल यो सबै भटमास माथि गयो, पहेँलो पहिरोले बचाएर चाहिँ हामी यस्तो काम गर्नु पर्यो। हामीले कति दुःख गरेर रोपेको थियौँ होइन, फलेछ। कस्तो दुःख गरेर रोपेको थियौँ, चट्टा लाएर उसले चाहिँ फलिदिएछ। यो चाहिँ हामी चाहिँ भटमास चाहिँ भारी लाउने, चट्टा लाएर भारी लाउने। अनि म चाहिँ लगेर जाने, धेरै माथि लगेर जानुपर्छ है, माथि त्यो डाँडादेखि उतापट्टि। भटमासको भारी चाहिँ यस्तो भएको छ, यति हो। अब यसलाई चाहिँ बाँधेर लानुपर्ने हुन्छ। चिल्लाएर मऱ्यो। यहाँ चाहिँ हामीले तिहारको लागि सयपत्री फुल रोपेको छौँ, अलिअलि फुल्दैछ। रोपेको लसुन चाहिँ यस्तो भएछ, उम्रेर यतिको आएछ है। यो चाहिँ अगाडि रोपेको, झार पनि आइसकेको छ।
उतैदेखि उता चाहिँ पुरा पछि रोपेको छट्टा लाएर म चाहिँ घर पनि आइपुगेँ होइन। मैले भटमास गिराइसकेँ यहाँ लिएर एक भाइ भटमास लिएर आइसकेँ घरमा। अब म चाहिँ फेरि अर्को ट्रिपको लागि जाँदैछु। अब अर्को एक ट्रिप हुन्छ कि भन्ने छ। गर्मी चाहिँ अब के भन्नु, गर्मी चाहिँ यस्तै हो, धेरै धेरै गर्मी छ। अस्तिको पानी आएकोदेखि आएको छैन पानी खासै। हिजो अस्तिकै अलिअलि आउँदै थियो, त्यहाँदेखि आएन। एकदम धेरै गर्मी छ यतातिर पनि। घाम टिभिली छ, घामले गर्दा अल्छी लाग्यो। हाम्रो चाहिँ यहाँ अलैँची बारी चाहिँ लगेको छ यति होइन। डामलाङ डुङडुङ लगेको छ यिनीहरू। अलैँची बारी थियो यहाँनिर चाहिँ। ऊ त्यो अम्लिसोको बुट्टासम्म थियो अलैँची बारी, त्यति यति चाहिँ लगेको छ फल्ल्यामै। तल अघि मैले भिडियो देखाइहालेँ होइन, हो त्यो चाहिँ त्यो तल बाटोबाट उँभो देखिने हो। यहाँदेखि चाहिँ गएर त्यहाँ तलसम्म पुगेको छ। तलतिर छ अलैँची, यहाँ पनि लग्यो, यहाँको हल्का अलैँची लग्यो। यहाँ फर्सीको बोट थियो, फर्सीको बोट चाहिँ एउटा नराखी लगेको छ सबै। हाम्रो अम्लिसो रोपेको थियो, अम्लिसोहरू सबै यस्तो भएछ। यस्तो हो, अब सानो सानो नोक्सान त भइहाल्छ नि, त्यत्रो ठुलो होइन पानीमा। अनि हाम्रो चाहिँ यति हो, हाम्रो चाहिँ यति गयो। उकालो बारीहरू अलिअलि भित्ताहरू गयो, भित्ताको गयो। हाम्रो सबैभन्दा धेरै गएको भनेको चाहिँ यही हो, यही अम्लिसो अलैँची बारी हो। यहाँ माथिदेखि गएको तलसम्म गएको छ। यहाँ चाहिँ घाँस थियो, कति राम्रो घाँस आउँथ्यो, सबै घाँस पुऱ्यो। अस्ति रोपेको साग चाहिँ यस्तो भएको छ, हामीले धेरैचोटि खाइ पनि सक्यौँ, चाहिँ पनि खानु हुँदैछ। हाम्रो अदुवा बारी छ यहाँ र त्यहाँ चाहिँ अदुवा बारी छ हाम्रो। भटमास चाहिँ हाम्रो यो गरासम्म छ। यहाँको चाहिँ सबै कुहिएछ भनौँ, अब अलिअलि फल्दै रहेछ। यहाँ चाहिँ झ्याम्मै थियो बोट, सुकेछ। यहाँ चाहिँ सिबी फल्दैछ, भर्खरै फलियो छ सिबी चाहिँ, भर्खर फल्दैछ। भन्दा नि खाने भइसकेछ कि हो सिबी त, छिप्पिएको भएछ त सिबी त, बढै भइसकेछ सिबी त। बाक्लो चाहिँ के हो यो, यस्तै बाक्लो त होला नि, फलिरहेछ फल्नु चाहिँ, लटरम्मै फलिरहेछ। मैले चाहिँ भटमास 2 बारी लिएर आएँ। यो अहिले लिएको 1 बारी, यो अहिलेको 1 बारी भटमास। अनि म चाहिँ भटमास लिएर आएको। नानीको स्कुल छुट्टी भइसकेको छ, अब म चाहिँ नानी लिन जाँदैछु। 1 बारी रह्यो भटमास काट्नु, अब 1 बारी चाहिँ भोलि काट्ने। आजलाई चाहिँ यति नै, बाई बाई गाइस। थ्याङ्क यू फर वाचिङ माई भिडियो। प्लिज लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरिदिनु होला। बाई बाई गाइस।